अहिले त तपाईँले बुझ्नुभएको छ। भनेपछि अहिले तपाईँलाई कस्तो फिल भइरहेको हेलो एभ्रिवान, हजुरहरूलाई कन्टेन्ट क्रिएटर बन्नु मन छ? यदि बन्न मन छ भने हाम्रो यस ल फेरि रिटेक गर्न डराउने होइन कहिले पनि, क्रिएटर रिटेक पार्ट। लिइहाल्ने आफूले। हेलो एभ्रिवान, हजुरहरूलाई कन्टेन्ट क्रिएटर बन्नु मन छ? यदि दक्ष कन्टेन्ट क्रिएटर बन्नु मन छ भने हाम्रो नामै हजुरले ग्याप पनि लेख्नु भयो कि हल्का ग्याप पनि लिनु न बिचमा। हेलो एभ्रिवान, हजुरहरूलाई कन्टेन्ट क्रिएटर बन्नु मन छ? यदि बन्नु मन छ भने हाम्रो यस क्रिएटर पाठशालाले 20% छुटका साथ विभिन्न कन्टेन्ट क्रिएटरका क्लासहरू सुचारू गर्दैछ हाम्रो यस योगी कुटीमा। ल ठिक छ, तपाईँलाई भनेको मेसेज पर्फर्म त गर्नु भएन। मैले के भन्ने थियो मेसेज? तपाईँले बोल्न त बोल्नु भयो, अघि नै पनि जे बोल्नु थियो अहिले बोल्नु भएको थियो, तर तपाईँको मेसेज के थियो? त्यति मेसेज मात्र पर्फर्म गरिदिनु न। हेलो एभ्रिवान, हजुरहरूलाई कन्टेन्ट क्रिएटर बन्नु मन छ? हाम्रो यस क्रिएटर पाठशालाले 50% डिस्काउन्टका साथ धममा कन्टेन्ट क्रिएटर क्लासहरू सुचारू गर्दैछ। यदि हजुरहरू 12 दिन राम्रोसँग क्रिएटरको क्लास लिनुभयो भने हजुरहरूलाई अर्को नेक्स्ट ल ठिक छ ठिक छ ठिक छ, अघि नै भन्दा त बेटर कन्फिडेन्स आइरहेछ नि त हो। किन भन्दा क्यामेरा प्रेजेन्स तपाईँले ध्यान दिइराख्नुपर्छ। म कसलाई मेसेज पर्फर्म गर्दैछु, अडियन्सले मलाई कुन डिस्टेन्समा हेर्नुहुन्छ, मेरो टोन कति हुनुपर्छ, म नेचुरल्ली भन्दा हल्का 20% बढी एनर्जीमा बोल्नुपर्छ, यो तपाईँले अघि नै सुरुमा पर्फर्म गर्नुभन्दा अहिले त तपाईँले बुझ्नुभएको छ। भनेपछि अहिले तपाईँलाई कस्तो फिल भइरहेछ? एकदम राम्रो गुड भइरहेछ नि त हो। यही चिज हो क्यामेरा प्रेजेन्स।